नमस्कार। अघिल्लो एपिसोडमा जानकारी गराए अनुसार हाउ डेमोक्रेसीज डाई, लोकतन्त्र कसरी मर्छ भन्ने पुस्तकको परिचय भाग लिएर तपाईहरूको बीचमा आएको छु। यो भागले आधुनिक विश्वमा लोकतन्त्रको वास्तविक अवस्था बुझ्न एउटा नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। पुस्तकको परिचय भागको सुरुवातमै लेखकहरूले आधुनिक लोकतन्त्रको अवस्था बुझाउन संयुक्त राज्य अमेरिकाको राजनीतिलाई केन्द्रमा राखेका छन्। विशेष गरी डोनाल्ड ट्रम्पको उदयलाई एउटा महत्त्वपूर्ण निर्णायक मोडको रूपमा प्रस्तुत गरिएको छ। लेखकहरू भन्छन् कि ट्रम्पको उदय केवल एक व्यक्तिको राजनैतिक सफलता मात्र होइन, यो लोकतान्त्रिक प्रणालीभित्र देखिएको गहिरो परिवर्तनको सङ्केत पनि हो। उनीहरू उल्लेख गर्छन् कि ट्रम्प एक परम्परागत राजनीतिज्ञ होइन, तर उनी निर्वाचन मार्फत सत्तामा पुगेको चर्चा गर्दै लेखकहरूले ट्रम्पसँग सम्बन्धित केही महत्त्वपूर्ण व्यवहारहरूलाई लोकतन्त्रका लागि चिन्ताजनक सङ्केतको रूपमा प्रस्तुत गरेका छन्। मिडियाप्रति आक्रामक भाषा प्रयोग गर्नु, विपक्षीलाई सम्मान नगर्नु र चुनावी प्रक्रियामाथि प्रश्न उठाउने जस्ता उनका शैलीहरू लोकतन्त्रका लागि खतरनाक सङ्केतका उदाहरणहरू हुन् भन्ने लेखकहरूको बुझाइ छ। आपसी सम्मान, सहिष्णुता र संस्थागत सन्तुलन जस्ता लोकतन्त्रका आधारभूत मूल्यहरूलाई यस्ता व्यवहारहरूले चुनौती दिन सक्नेतर्फ लेखकहरूले सङ्केत गरेका छन्। तर लेखकहरूको मुख्य उद्देश्य ट्रम्पलाई मात्र आलोचना गर्नु होइन, बरु उनको उदयलाई एउटा ठूलो प्रणालीगत समस्याको लक्षणको रूपमा बुझाउनु हो। उनीहरू भन्छन् कि जब राजनैतिक दलहरू संरक्षकको भूमिका निभाउन असफल हुन्छन्, तब यस्ता व्यक्तिहरू सजिलैसँग सत्तामा पुग्न सक्छन्। यसैले परिचय खण्डमा ट्रम्पको चर्चा केवल एउटा उदाहरणको रूपमा आएको छ, जसले देखाउँछ कि कसरी आधुनिक लोकतन्त्रमा खतरा अचानक होइन, बिस्तारै नियम र प्रक्रियाभित्रबाटै उत्पन्न हुन सक्छ। परिचयमा लेखकहरूले इतिहासका उदाहरणहरू पनि प्रस्तुत गरेका छन्। धेरैजसो अधिनायकवादी नेता जस्तै जर्मनीका हिटलर वा इटालीका मुसोलिनीहरू पनि सिधै बल प्रयोग गरेर होइन, बरु लोकतान्त्रिक प्रक्रियाबाटै सत्तामा पुगेका थिए। तर सत्तामा पुगेपछि उनीहरूले बिस्तारै नियमहरूलाई आफ्नो अनुकूल बनाउँदै, विपक्षीलाई कमजोर पार्दै र संस्थाहरूलाई नियन्त्रण गर्दै लोकतन्त्रलाई नै खोक्रो बनाएका थिए। यस भागले विशेष रूपमा लोकतन्त्रको बिस्तारै हुने मृत्युको अवधारणालाई जोड दिएको छ। लोकतन्त्र एकै पटक ढल्दैन, बरु साना साना निर्णय, नियमको व्यवस्था, आलोचकप्रति असहिष्णुता र संस्थागत मर्यादाको उल्लङ्घनबाट क्रमशः कमजोर हुँदै जान्छ। बाहिरबाट हेर्दा सबै प्रक्रिया कानुनी र सामान्य जस्तो देखिन सक्छ, तर भित्रभित्रै लोकतान्त्रिक मूल्यहरू क्षीण हुँदै जान्छन्। यही कारणले गर्दा नागरिकहरूलाई कहिलेकाहीँ थाहा नै हुँदैन कि उनीहरूको लोकतन्त्र कहिले र कसरी कमजोर भइसकेको छ। लेखकहरूले यो पनि स्पष्ट गर्छन् कि लोकतन्त्रलाई जोगाउन केवल संविधान र कानुन मात्र पर्याप्त हुँदैन। लोकतन्त्रको स्थायित्वको लागि राजनीतिक संस्कार, आपसिक सहिष्णुता र शक्तिको सीमित प्रयोग गर्ने प्रवृत्ति अत्यन्त आवश्यक हुन्छ। यदि नेताहरूले यी मूल्यहरूलाई पालन गरेनन् भने कानुनी संरचना भए पनि लोकतन्त्र व्यवहारमा कमजोर हुन सक्छ। यसैले राजनीतिक दलहरूको भूमिका यहाँ अत्यन्त महत्त्वपूर्ण हुन्छ। उनीहरूले संरक्षकको रूपमा काम गर्दै गलत प्रवृत्तिका नेताहरूलाई सत्तामा पुग्नबाट रोक्नु पर्ने हुन्छ। अन्तत परिचय भागले एउटै स्पष्ट सन्देश दिन्छ, लोकतन्त्र कुनै स्थिर र सुरक्षित व्यवस्था होइन, यो सधैँ जोखिममा रहने प्रक्रिया हो। यसलाई बचाइराख्न निरन्तर सजगता, जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक हुन्छ। नेता, राजनैतिक दल, संस्था र नागरिक सबैको साझा प्रयास बिना लोकतन्त्र दिगो रहन सक्दैन। यही चेतावनी, यही विश्लेषण र यही सन्देश लिएर यो पुस्तक अगाडि बढ्छ, जसले पाठकलाई केवल बुझ्न मात्र होइन, सोच्न र सचेत हुन पनि प्रेरित गर्दछ। नेपालको सन्दर्भमा पनि हामी यस्तै प्रक्रिया देख्न सक्छौँ, जहाँ निर्वाचित प्रतिनिधिहरूले लोकतान्त्रिक मूल्य, मान्यता र संस्कार देखाउन र सो अनुरूप सत्ता सञ्चालन नगर्दा लोकतन्त्रले पटक पटक दुःख पाउनु परेको छ। जब
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पार्टीभित्रको विवाद समाधान नगरी संसद विघटन गर्नुभयो र जसले गर्दा विक्रम सम्वत 2051मा मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना भयो। यसले दलभित्रको लोकतान्त्रिक संस्कार कमजोर भएको देखायो र अस्थिरताको ढोका खोल्यो। विक्रम सम्वत 2059 सालको संसद विघटन पनि नेपालको राजनीतिको अर्को गलत संकेत थियो। जब तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक संकट निम्ताए, राजाको हस्तक्षेप बढ्यो, दलहरू कमजोर भए र देश गम्भीर राजनीतिक अस्थिरतामा फस्यो। नेपालको अस्थिर राजनीतिको अर्को उदाहरण 2077-78 को प्रतिनिधि सभा विघटनको विवाद पनि हो। त्यति बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2 पटक संसद विघटन गर्नुभयो। सर्वोच्च अदालतले अन्तत संसद पुनर्स्थापना गरे तापनि दलभित्रको गुटबन्दी अझै बढ्यो र राजनीतिक अस्थिरता गहिरो भयो। आजको राजनीतिक परिप्रेक्ष्यमा 2 मुख्य दल नेपाली कांग्रेस र एमाले लामो समयदेखि सरकार चलाउँदै आए, तर पछिल्लो समय उनीहरूको सत्ता समीकरणले प्रतिपक्ष नै नरहने गरी लोकतान्त्रिक मूल्यको खिल्ली उडायो। प्रतिपक्ष नभएको संसदमा प्रभावकारी निगरानी र जाँचबुझ सम्भव हुँदैन। जब पुराना दलहरूले साझा स्वार्थ र सत्ता संरक्षणलाई प्राथमिकता दिन्छन्, त्यति बेला लोकतन्त्रको मूल उद्देश्य जनताको अधिकार, जिम्मेवारी र पारदर्शिता कमजोर हुन्छ। यी कमजोरी र असंवैधानिक अभ्यासले नयाँ पुस्तालाई उठ्न उत्प्रेरित गर्यो। यही परिस्थितिमा बालेन शाह र रवि लामिछाने जस्ता युवा नेताहरू नेपालको राजनीतिमा अत्यन्तै छोटो समयमै उदाए। उनीहरूले पारदर्शिता, जवाबदेहिता र वैकल्पिक राजनैतिक संस्कारको मागलाई प्रत्यक्ष रूपमा अगाडि बढाउने संकल्प गरेका छन्। पुराना दलहरूको असफलता र जनतामा विश्वासको रिक्त स्थानले उनीहरूको उदय सम्भव बनायो। तर मूल प्रश्न यही छ, के यी नयाँ नेतृत्वहरूले लोकतन्त्रलाई बलियो बनाउनेछन् वा शक्तिको प्रयोग गर्दा संस्थागत सन्तुलनबाट टाढा जाने जोखिममा पर्नेछन्? पुस्तकको सन्देश स्पष्ट छ, खतरा व्यक्ति होइन, व्यवहार र प्रणालीसँग सम्बन्धित हुन्छ। यदि नेतृत्वले नियम, संस्थागत मर्यादा र आलोचनाको सम्मान गुमाउँछ भने लोकतन्त्र कमजोर हुन्छ। त्यसैले आजको नेपालको लागि मुख्य कुरा भनेको सजग नागरिक, जिम्मेवार नेतृत्व र बलियो संस्थाको आवश्यकता हो। यसको सन्तुलन कायम रहे मात्र लोकतन्त्र दिगो रहन्छ। बालेन, रवि उदय, आशा र परीक्षण दुवै हुन्। हाम्रो भूमिका भनेको लोकतन्त्रलाई केवल नाम मात्रको नभएर व्यवहारमा बलियो बनिरहोस् भन्ने कुरालाई निश्चित गर्नु हो र लोकतन्त्र कसरी मर्छ भन्ने पुस्तकको यो मूल सन्देशप्रति सजग र जिम्मेवार भएर अगाडि बढ्नु हो। अन्तमा यदि यो च्यानललाई अझै पनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु हुन र फेरि अर्को एपिसोडमा भेट हुने सहज वातावरण निर्माणमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हस्त धन्यवाद। नमस्कार। जय नेपाल।